के हो आमा सो बाटोमा चाहिँ कुलो यस्तो छ र अलिकति ठाडो उकालो छ बाटो ब्याङ उखाएर चाहिँ चाक त So hello guys, welcome back to my another vlog. Welcome to my YouTube channel guys. Today I am going to make a new video. So please होप तपाईहरु एकदम बबाल हुनुहुन्छ होला म पनि एकदम सन्चै छु र आज चाहिँ म च्याट्ट देख्न सक्नुहुन्छ कपडा चाहिँ दामी कपडा लगाएर चाहिँ बाहिर निस्कदै छु वाउ नाइस मेरो ब्ल्याक प्यान्थरमा सो स्पेशली आज म जाँदै छु मेरो पुरानो सर हुनुहुन्छ प्रेम सरलाई भेट्नको लागि र अब त्यहाँ गएर चाहिँ प्लान हुनेछ कता जानेछ हैन सो भ्लगलाई अन्तिमसम्म हेर्नु होला र रमाइलो अनि मजा लिनु होला सो गाइस देख्न सक्नुहुन्छ मैले चाहिँ प्रेम सरसँग भेटघाट भइसक्यो र कहाँ जाने प्रेम सर अब हामी मजुवा जानेछौँ अब मजुवाको दूरी चाहिँ लगभग कति किलोमिटर होला 5-10 किलोमिटर होला तर पुरै अफरोड छ हैन सो बाइक लिएर जानेछौँ पुरा उडी लेट्स सी के हुन्छ र उता पहिलाको सरलाई भेट्ने छ हामी प्रवीण सर हुनुहुन्छ र यो चाहिँ अनएक्सपेक्टेड प्लान भयो क्या एक्कासी प्लान बनाएर हामी दुईजना चाहिँ हिँड्नु पर्ने भयो हैन सो त्यही हो गाई जस्तो सुकै बाटो भयो नि बालै भएन पुरा कुदाइदिने हो हैन बबाल हाक्नुपर्छ Oh my god बाटोको हालत यस्तो छ त्यही पनि ओभरै कुदाइन्छ खाते जस्तो बाटो छ क्या नादर बिचमा के हो यस्तो फेरि दिमाग खराब छ हो गाइस दिमाग खराब गडङ उकालेर चाकमा पिलो आउन आँटिसक्यो गाइस अहिले चाहिँ देख्न सक्नुहुन्छ उकालो हामी लागिसकेका छौँ र यहाँबाट चाहिँ ठ्याक्कै नकलेको उकालो भनिन्छ यसलाई चाहिँ हैन उकालो लाग्दैछौँ र बाटो यस्तो छ ओभरै अफरोड छ यसमा चाहिँ क्रस फायर भएपछि बबाल कुद्थ्यो होला हाम्रो अलिकति बबाल उखार छ क्या हाम्रोले चाहिँ सो त्यही हो उकालो लागिसक्यो अब र प्रेम सर अगाडि हुनुहुन्छ म पछाडि अब प्रेम सरलाई अगाडि जान दिएको छु क्या सो म चाहिँ पछाडिबाट भिडियो गर्दै हिँडिरहेको छु एकदम थर पारेको छ जिउलाई त्यही पनि अब अनएक्सपेक्टेड प्लान बनाइहाल्यो त्यही पनि जाउँ न त रमाइलो गरौँ भनेर आएको गाइस त्यही हो खै त दसैँ लाग्यो खै मान्छे नै भेटिँदैन त ओ माई गड कुकुर के हो मान्छे नै छैन त गाउँघरतिर सबै घरभित्र बसेर मासु झ्याम दार्दैछ कि के हो सो फाइनली जसो तसो गरेर लड्दै पड्दै बाइकलाई पछार्दै आफू पनि थेचारिँदै निचारिँदै अहिले चाहिँ हामी ठ्याक्कै यहाँनिर मजुवा आइसकेका छौँ होइन अब त्यस पछाडि अब हामी सायद तलतिर साइडमा जानुपर्छ होला मजुवाबाट सो लेट्स सी बाटो कस्तो छ हेरौँ अब र यतातिर चाहिँ चकमकी जाने हो र यता चाहिँ हामी मजुवा साइडमा जाँदैछौँ अब बाटै नमिठो हुन थालेछ यहीँदेखि यार के हुन्छ अगाडि बाटो त उहाँ गाउँघरदेखि नै यस्तै खत्तम थियो नि हुन चाहिँ र यता झन् खत्तम छ भन्ने सुनेको छौँ सो लेट्स सी सो बाटो चाहिँ बब्बाल नमिठो छ गाइज र के हो यार प्रेम सर त्यहाँ हो न यताबाट हो कि बा यहाँबाट त पोसिबल छैन हो सो यहाँ चाहिँ हल्का उयो छ हो गाइज What? Bro, what are you talking about, man? भिरालो छ क्या पानी सर गएको छ भने कताबाट ठिक छ एकचोटि हेरौँ विचार गरौँ होइन
सायद यताबाट जस्तो लाग्यो यतैबाट हो गाइस सो पेन्ट माथि गरौँ हैन अनि तार्नुपर्छ है त ल ल ल जानुपर्ने हुन्छ बलबालैसँग ढुङ्गाले हाम्रो गाडा सुरु गरेको के भयो ठिक छ सो फाइनली यो चौधा खोला पनि हामी कटिसक्यौँ र अब चाहिँ ठ्याक्कै हामी माथि सरहरूलाई भेट्नुपर्ने ठाउँतिर जानुपर्ने हुन्छ त्यही पनि बिस्तारै जानेछौँ गाइस कस्तो छ बाटोको अवस्था हेर्दै 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 त्यही हो र यसलाई चाहिँ मजुवा बजार भनिन्छ यति सानो एरिया छ माथि क्याम्पसहरू त ठुलो छ छन चाहिँ ठिकै छ खासै ठुलो छैन मजुवा बजार काम चलाउँछ गाइस र अब ठ्याक्कै हामी माथि गाउँतिर जानुपर्ने हुन्छ बाटो एकदम साँघुरो छ केटा हो त्यही माथि एउटा ट्र्याक ठिक छ एउटा ट्र्याक चाहिँ राम्रो छैन र त्यही पनि बबाले जानुपर्ने हुन्छ र प्रेम सर चाहिँ अगाडि मस्त जानु भइरहेछ अहिले झन् बर्खामा पानी परेर एक साइडको खोल्सा भएको छ एक साइडको चाहिँ राम्रै छ बाटो सो बाटोमा चाहिँ कुलो यस्तो छ र अलिकति ठाडो ठाडो उकालो छ बाटो ब्याङ ब्याङ उखाएर चाहिँ चाक त र गाइस त्यही हो मोटो भ्लग गर्न चाहिँ एकदम इजी छैन होइन भ्लग गर्न त्यति साह्रो इजी छैन र मान्छेहरूलाई चाहिँ अब कति सजिलो जस्तो लाग्छ होला होइन तपाईँहरूलाई मेरो भ्लग आउने बित्तिकै स्किप हान्नुहुन्छ होला होइन तर भ्लग बनाउन सजिलो छैन देख्न सक्नुहुन्छ एकदमै गाह्रो छ र गाइस अहिले चाहिँ हामी दुईजना आएको थियौँ र अहिले 4वटा बाइक चाहिँ भइसकेको छ 2टा बाइकमा आएको थियौँ र यतापट्टि बाटोमा साथीहरू भेटिसकेको छ र बाटोको अवस्था भनेकै यस्तै छ के भन्नु होइन के कमेन्ट दिनु के हाम्रो नेताहरूलाई के कमेन्ट दिनु मजेदार छ भन्नु त्यही हो होइन मजेदार छ चाक उफारेको छ पिलो आउन आँट्यो त्यही हो सो यताको एरिया पनि यहाँ चाहिँ ठिक रहेछ घरहरू हेर्नु त आरामले जानुपर्ने हुन्छ सट्ट हाम्रो प्रेम सर त के हो फैल्याङ नगर्नुभयो त हो तर जुन बाटोमा आफूलाई एक्सपिरियन्स छैन होइन जुन बाटो तपाईँले थाहा छैन त्यसमा मजाले स्लोली जानुपर्ने हुन्छ क्या अच्छा हेरिओरिकन सो अगाडि ठ्याक्कै के कस्तो अवस्था छ गाह्रो छ कि सजिलो छ र यहाँनिर सानो उयस रहेछ के हो बाइक त डेन्जर कुद्छ त यस्तोमा खोला त डेन्जरै रहेछ गाइस यार हल्का पानी पऱ्यो भने एकदम गाह्रो हुन्छ यसबाट लानलाई फेरि हामीलाई अहिले एकछिनमा घर फर्किनुपर्छ र अलिकति पानी पऱ्यो भने समस्या हुन्छ हामीलाई फेरि गाइस यार एकछिन भेटघाट गर्ने फर्किहाल्ने अनि त्यही भएर यस्तो छ अवस्था चाहिँ अफरोड पनि ओभरै अफरोड रहेछ हो मैले पुरानो 150 ल्याए भए सजिलो हुन्थ्यो क्या अरे मलाई डन बनेर एमटी लियो होइन गाह्रो होला जस्तो भयो गाइस यार दसैँको बेला दशा लागेछ त्यो अघि लचका पुल भन्दै नि मैले हो त्यहाँनिर ठक्कै हिजो एकजना मान्छेलाई बगाएर चाहिँ डेथ भयो अरे सो आज मेबी जलाउने कार्यक्रम थियो के अरे त्यहाँनिर दाउराहरू चाहिँ लिएर हिँडिरहनु भएको थियो सो मलाई एकदमै दुःख फिल लाग्यो यार होइन अब ठ्याक्क दसैँ आजै छ हिजो त्यस्तो हुनुपर्ने क्या बाटो चाहिँ यस्तो छ र टक्क जानुपर्ने हुन्छ हो के हो आमा मजाको छ त हौ बाटो त हेट Good job, my brother. We rocking with you. यसो फोटो भयो गाडी
फोटो आएगा फेरि जानु अहिले अहिले फर्किँदा यार प्रेम सर के गर्नुहुन्छ हुन्छ कसम प्रेम सर के गर्नुहुन्छ कसम कस्तो अप्ठ्यारो रहेछ है ढुङ्गा ढुङ्गा र चाहिँ यता ओभर अफरोड जस्तो रहेछ गाइस बडाङ 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 उफ्रिने टाइपको क्या होइन ढुङ्गा हेर्नु न बिच बिच मेरो त मुनि छुन्छ भन्ने डर लागिरहेको छ हो केटाहरू चाहिँ अगाडि गइसक्यो बिच बिचमा के हो पानी हिँडे त हिलो चिप्लो हुन्छ यस्तोमा त लक्को हान्नुपर्ने हुन्छ खुट्टा माथि राखेर होइन खोला खोला बाटो है क्या यो कन्फ्युजेबल गाइस कन्फ्युजेबल कता कता त मजा भएको छ हुनु त आफूलाई बाइकको टेन्सन परिसक्यो यार ओ माई गॉड ये किस टाइप का बाटो हो बाटो चाहिँ रमाइलो छ है गाइस यति साइडमा अलिकति हामीलाई हिँड्न भने नि राम्रै रहेछ यही हो खुसीको कुरा भनेको अरू भने त्यस्तै हो बिच बिचमा घरिघरि ढलान पनि छ हो केटा हो यस्तोमा त फेरि उडाइन्छ नि यसरी अनि यसरी राख्ने हो अरूलाई अगाडि जान दिइहाल्ने हो क्या म पछाडि पछाडि हिँड्ने अरूले एक्सपिरियन्स लिन्छन् म अरूको हेर्दै एक्सपिरियन्स लिन्छु त्यो हो नि त कला भनेको होइन उकालो पनि मस्तै रहेछ उकालो ओह्रालो खोला ढुङ्गा सब टाइपको क्या एक्सपिरियन्स के छ हौ सरजी खबर ठिक छ के छ हौ देव सर खबर सन्चै हुनुहुन्छ कहिले हो यता अनि बसोबास सँगै सँगै टिचिङ गर्ने हो र होइन उहाँ मेरो घरतिर हो ए घर साइडमा हो ए ल ल बाबा ठिक छ सर ल भेटेर खुसी लाग्यो तपाईँहरूलाई किन हो सर गाउनु भयो क्या मजाले बल खेलेको हो हामी एकछिन प्रेम सर What? Bro, what are you talking about, man? सो गाइस देख्न सक्नुहुन्छ सर फाइनली हामी चाहिँ आइसक्यौँ प्रवीण सरको घर र प्रवीण सर हुनुहुन्छ होइन सो हामी फाइनली आइसक्यौँ हाम्रो साथमा हुनुहुन्छ देव सर पनि प्रेम सर पनि हुनुहुन्छ हामी टक्क चिसो पार्टी गर्नेवाला छ है ल चेस गरौँ नि त के छ र ल चेस ओके सो खुसी लागेको छ सरहरूसँग भेटघाट गरेर र अहिलेको भनेको दसैँको रमाहट पनि चलिरहेछ सो यसै सिलसिलामा चाहिँ टुगेदर के भन्छ ग्रेदर गरौँ भनेर होइन सो त्यही हो गाइस बाटो अघि देखिहाल्नुभयो एकदम मजाकै थियो मलाई चाहिँ दामी लागेको छ सो अहिले हामी अब सिसो पिएर अब बाहिर जानेछौँ र केही अलिकति कुरा गरेर प्लस हेरेर वरिपरिको इन्भाइरोमेन्ट घर रिटर्न हुनेछ होइन सो गाइस अहिले चाहिँ ठ्याक्कै हामी विजयपुरमा छौँ र यहाँको सिनहरू चाहिँ यस्तो छ र पुरै लोकल टाइपको हाउसहरू छ होइन जस्ता भन्न आएछ त्यो छाना पनि पुरै ढुङ्गाको छ होइन रमाइलो टाइपको लाग्यो र हामीसँग हिँड्दै हुनुहुन्छ अगाडि सरहरू र अहिले चाहिँ ठ्याक्कै विजयपुरको एरिया म तपाईँहरूलाई सिन गराइरहेको छु र उहाँ परको देखाएको थिएँ अघि मैले राम्रोसँग क्याप्चर भएन र फेरि पनि म गएर क्याप्चर गर्नेछु र हामीसँग सरहरू हिँड्दै हुनुहुन्छ मसँग अझै पनि के कस्तो अवस्था छ हेर्ने छौँ हाम्रो प्रवीण सर हुनुहुन्छ देव सर हुनुहुन्छ र प्रेम सर हुनुहुन्छ र अहिले चाहिँ हामी यो लाइक ढलान गर्ने रोडमा चाहिँ हिँडिरहेछौँ र त्यहाँ देख्न सक्नुहुन्छ पाहाडीको एरिया चाहिँ पानी परिरहेछ र
र यतापट्टिको एरिया देख्न सक्नुहुन्छ राम्रो एकदम हिलहरू छ लाइक लोकल टाइपको लोकल बस्ती छ होइन। सो हामी चाहिँ टक्कर जाँदैछौँ र के भन्नु चाहनुहुन्छ मेरो भ्लगमा? एकदम सरको अहिले राम्रो भइरहेछ। अझै यो भन्दा नि राम्रो सकेसम्म छिटो फास्ट 100 के अरे 1000 के चाहिँ पुग्नु पर्यो सब्सक्राइबर। ओके विजयपुरको मान्छेले सपोर्ट गर्नु पर्यो है सर। विजयपुरबाट अहिले म गर्नु फुल सपोर्ट गर्नु पर्यो त्यही हो। हुन्छ ल ओके ठिक छ। सो विजयपुर एकदम राम्रो छ सुन्दर छ र त्यही हो गाइस यस्तो रुरल एरिया गाउँमा पनि टक्क बाइकहरू प्लस यस्तो रोडहरू छ। अलिकति रोड चाहिँ मिलाउनु पर्ने रहेछ यो एरियामा। रोड चाहिँ बबाले हान्नुपर्छ। सो खोलाहरू पनि छ दामी दामी छ र अघि नै बाटोमा देख्नु होला खोला चाहिँ अलिकति ठुल्ठुलो पनि छ। अलिकति पानी पऱ्यो भने चाहिँ हामीलाई जान समस्या हुन्छ र उता एरिया साइडमा चाहिँ पानी आइसक्यो र हामी चाहिँ अब फर्किनु पर्ने हुन्छ र त्यहाँ एरिया देख्न सक्नुहुन्छ प्रवीण सरको घर चाहिँ त्यही हो गाइस होइन। प्रवीण सर तपाईँहरूले चिन्नु भएको छैन भने होइन र यहीँ हुनुहुन्छ हामीसँग। सो त्यही हो प्रवीण सर एकदम खतरा डान्सर हुनुहुन्छ प्लस टिचर मल्टी ट्यालेन्टेड हुनुहुन्छ है त। सो केटा हो अब चाहिँ घर जानुपर्ने हुन्छ र प्रवीण सर धेरै धेरै खुसी लाग्यो सर ल भेटेर। धेरै पछि भेट्यो धेरै धेरै खुसी लाग्यो। फेरि फेरि बिस्तारै भेट्नुपर्छ। नम्बरी बा चाहिँ कालोले साँच्चै सर होइन भेटेर खुसी लाग्यो त्यही हो। फेरि पनि आइन्छ पछि पछि यस्तै हो गाइस। ल अब घर जानुपर्ने हुन्छ पुरा अफरोड तरेर होइन। अफरोड छ के छ अब बाटो त अब यहाँनिर त एकदम के भन्नु एकदम भगवान् ब्लगलाई पुरै घुम्छन् यही पाहाड यस्तो सो गाइस त्यही हो। अहिले चाहिँ हामी प्रवीण सरको घरलाई चाहिँ छोडेर प्रवीण सरलाई बिदाई गरेर चाहिँ हामी लागिसक्यौँ घरतिर र देख्न सक्नुहुन्छ उताको एरिया चाहिँ पुरै पानी पर्न सुरु भइसकेको छ र त्यही डरको कारणले गर्दा हामी चाहिँ अब घरतिर लागिसक्यौँ र एकदमै धेरै धन्यवाद छ प्रवीण सरहरूको घरमा गएर पनि एकदम होइन हामीलाई एकदम मेजबान गराउनु भयो ल त्यसको लागि प्रवीण सरलाई एकदमै धन्यवाद दिन चाहन्छु र देव सरलाई पनि भेटेर एकदम खुसी लागेको छ र अब चाहिँ घर जानुपर्ने हुन्छ। बाटोको अवस्था अघि नै तपाईँहरूलाई देखाइसकेँ होइन। बाटो चाहिँ रमाइलै छ त्यही हो गाइस। अब बिस्तारै घर गइन्छ र आजको भ्लगलाई यति नै टुङ्गाउन चाहन्छु। तपाईँहरू च्यानलमा कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला र बेल आइकन दबाउन नबिर्सिनु होला।